Welcome to our channel. हेलो साथीहरु नमस्ते। अब मैले बच्चाको लागि भिडियो बनाउन थालेको त धेरै दिन भएको छैन। अब यो भिडियो बनाउँदै गर्दा मैले एउटा चाहिँ रिसर्च पढ्ने चाहिँ मौका पाएको थिएँ। अब यो रिसर्च पढिसकेपछि तपाईहरुको लागि मैले शेयर नगरी बस्न सकिन। यो रिसर्च चाहिँ मारियन युनिभर्सिटीको अनुसन्धान रिसर्चरहरुले रिसर्च गर्नुभएको रहेछ। भनौं न लो ब्रान्डेड र अब फेमस ब्रान्डेड का लुगाहरू टी-सर्टहरू 11 वटा टी-सर्टहरू लिनुभएछ। यो टी-सर्टहरू लिइसकेपछि उनीहरूले ल्याबमा टेस्ट गर्नुभएछ। टेस्ट गर्दाखेरि उनीहरूले लिमिट भन्दा पनि बढी चाहिँ लेडको मात्रा पाउनुभयो। जस्तै सबै नमुनामा सिसाको मात्रा 100 ppm भन्दा यो ppm भनेको यो युनिट हो, पार्ट्स पर मिलियन भन्छ। यो लेड मेजर गर्ने युनिट हो। अनि यो कन्ज्युमर प्रोडक्ट सेफ्टी कमिसन द्वारा तोकिएको लिमिट भन्दा पनि बढी भेटियो भनौं न। अब यो कस्तो कपडामा बढी भेटियो त भनेको जस्तो जुन झक्क हेर्दा चमक्क हुन्छ नि, जस्तो अब रातो पहेँलो त्यस्तोमा चाहिँ बढी भेटियो। किन यसलाई जोखिममा मानिन्छ भने यस्तो कपडा बनाउँदाखेरि उनीहरूले लिडको चाहिँ प्रयोग गर्छन्, लुगालाई अलि चम्काउन मद्दत गर्छ भनौं न। यस्तो लुगाहरू चाहिँ यदि बच्चाहरूले चपाउँछ मुखमा हाल्छ भने त्यो लिड चाहिँ डाइरेक्टली शरीरभित्र जान सक्यो। अनि यो डाइरेक्टली शरीरभित्र गइसकेपछि अब चाहिँ यसको मेन इफेक्ट चाहिँ ब्रेन डेभलपमेन्टमा चाहिँ गर्ने रहेछ हैन। अब ब्रेन डेभलपमेन्टमा गर्ने भएपछि त अब उनीहरूले लर्निङ पनि गर्न इजिली नसक्ने भए। अब ब्रेन सम्बन्धी भनौं न भयो कि ब्रेन सम्बन्धी ब्रेन डेभलपमेन्टमा असर गरिसकेपछि त अब होलै लाइफ अलिकति समस्यै हुने जस्तो लाग्यो। त्यसकारणले अब बुवा आमाले लुगाहरू किन्दाखेरि चाहिँ अलि चम्किलो रङको कपडा चाहिँ छान्दाखेरि चाहिँ अलिकति अवेर भएर छान्नु पर्छ कि जस्तो लाग्यो हैन। नयाँ कपडा लगाउनु अघि मज्जाले अब बेसमारी धुन पर्यो। अब कहिलेकाहीँ त बच्चालाई नाइ भन्न पनि सकिन्न, हैरान पार्छन् नि। अब लौ मलाई त्यही लुगा लगाउन पर्यो भनेर अब त्यस्तो कन्डिसनमा चाहिँ अब सर्टेन लिमिटेड टाइमको लागि मात्रै लगाइदिने हो कि त अब कतै पार्टी साटीमा जाँदाखेरि हैन त्यही कपडा लाउँछु भन्छन् नि। एक त अब खास त मेरो विचारमा बच्चालाई त्यस्तो कपडामा त युज टु नबनाउने। अब त्यस्तो पनि लगाइदिनु पर्यो, कन्डिसन आयो भने पनि धोएर त्यसपछि 1-2 आवर्सको लागि मात्रै लगाइदिने। अनि अर्को कुरा चाहिँ बच्चालाई कपडा चपाउन नदिनुहोस् भन्ने कुरा आयो हैन। अब बच्चालाई त झन् जे नगर भनेर भन्यो भने त्यही गर्दिनुहुन्छ बच्चाहरूले। अब त्यसलाई त अब उपाय नै छैन यसको गर्ने। सकेसम्म बाआमा नै अलिकति अवेर भएर अब त्यस्तो चम्किलो कपडाहरू चाहिँ अलि युज चाहिँ कम गर्न राम्रो जस्तो लाग्यो मलाई चाहिँ। अब ल तपाईहरुले के भन्नुहुन्छ ल कमेन्ट गर्नुस्। Thank you for watching.